यो टिकटकमा बोलेर भिडियो बनाउन नआउने मान्छे चाहिँ म एउटा हो जस्तो लाग्यो है। टिकटकको म्युजिकली हुँदादेखि टिकटक चलाएको मान्छे म। त्यो खै कति फर्स्टमा खोल्दा त्यो म्युजिक टिकटक भन्दा पहिला म्युजिकली हुन्थ्यो। अनि अहिलेसम्म टिकटकमा भ्युज 100 200 त्योभन्दा आउँदैन। बोल्न नआएर हो कि खै के हो, आफू त त्यही गीतको लिपसिङ गर्यो, त्यही गर्यो। त्यही भएर बोल्न नआएर अनि जे पायो त्यो अरू मान्छेलाई कमेन्ट गर्न नआएर हो कि मान्छेहरू टिकटकमा म देख्छु है। खै के हो क्या मान्छेहरू, अचम्म लाग्छ। अरू मान्छेहरूको भिडियोमा गएर जब कि त्यो मान्छेलाई त्यो जसले भिडियो बनायो त्यो कमेन्ट गर्ने मान्छेले चिनेको पनि हुँदैन, त्यसको बारेमा केही थाहा पनि हुँदैन। त्यही पनि जे मन लाग्यो नाना थरीको मन लाग्यो, जे मन लाग्यो त्यही कमेन्ट गरेछ। त्यस्तो कमेन्ट गरे के रमाइलो हुन्छ होला है। बरु आफूमा केही ट्यालेन्ट छ भने देखाउने। अब कसैको नाच्ने ट्यालेन्ट हुन्छ, कसैको गीत गाउने हुन्छ, कसैलाई खानाहरू पकाउन आउँछ होइन, बरु त्यस्तो देखाउनु। अब बोल्न पनि अब बोलेर पनि अब राम्रो राम्रो कुराहरू हुन्छ नि, अब अरूलाई इन्फ्लुएन्स गर्ने टाइपको त्यस्तो कुराहरू गरेर देखाउनु, गरेर बोल्नु। त्यो अरू मान्छेको कमेन्टमा गएर जे पायो त्यो कमेन्ट गर्छ। के पाउँछन् होला है मान्छेहरूले। झिब अजिब किसिमको मान्छे देख्छु यार म त। छ्या अचम्म लाग्छ। त्यही भएर बरु आफ्नो त 100 200 भ्युज जान्छ, 100 लाइक गर्न पनि मुस्किल हुन्छ। त्यही पनि म त आफ्नै भिडियो हेरेर आनन्दले रमाउँछु। आफ्नो भिडियो अरूले हेरोस् नहेरोस् 1 2 100 चोटि त म आफैले हेर्छु होला है एकचोटि भिडियो बनाएपछि। तर त्यस्तो अरूको कमेन्ट भिडियोमा गएर मैले अहिलेसम्म कमेन्ट अब कोही आफ्नो चिनेको साथीहरूकोमा कहिलेकाहीँ कमेन्ट गऱ्यो भने त्यही रियाक्टवाला कमेन्ट गर्छु होइन। तर त्यो लेखेर यस्तो उस्तो भनेर अहिलेसम्म कमेन्टको पनि गरेको छैन। खै मान्छेहरूलाई कति आउँछ कि मान्छेहरूलाई कुरा भन्नलाई, अरूलाई भन्न कसरी सक्छन् होला मान्छेहरूले। त्यस्तो अरूको बारेमा त्यसरी लेख्न कस्तो सक्छन् होला। अनि लेख्छन् कमेन्ट। अनि त्यो जसलाई कमेन्ट गरेको त्यो मान्छेले कमेन्टको रिप्लाई दियो भने फेरि बाँच्छन् पनि। अरूलाई चाहिँ जे पनि भन्न पाउनु पर्ने रे। अनि तर त्यो भन्ने मान्छेलाई चाहिँ कसैले केही भन्न भएन, बाँच्न सुरु के बाँच्न थालिहाल्छन्। खै के हो यसरी नै चल्ने हो कि यो टिकटक बोलेर